GTCB डेन्जर रगत निस्केको थियो रे म्याप What is this यार What is this This is ठुलो माछा यो चाहिँ प्योर असल माछा हो हेलो सबैजनालाई गुड मर्निङ हामी चाहिँ तयारी उठाउन आएको अहिले बिहानै उठाउने ठाउँमा आइसक्यो सब तयारी थापेको हेरेर भनाइ माथिबाट हेरेको एउटा माछा परेको चाहिँ देखेन है अब उठाएर जानु छ सुमन यो पछाडि छ एउटा चाहिँ अब मान्छेले उठाएर तयारी त अब बाहिरनिर रहेछ है अहिले देखाउँला त्यो पनि मैले केही चलाएन जस हेरेर मात्र आएको माथिबाट अब चाहिँ हेर्न बाँकी छ कति धेरै पर्यो मेरो विचार मैले चाहिँ एउटा पनि परेको चाहिँ देखेन जस है त्यही पनि हेरौँ अब कस्तो परेछ कि छैन है ठिकै छ अब चाहिँ हामी सुरु गर्छौँ खासै पर्दैन होला आज है 2-3वटा नि पर्दैन होला जस्तो लागिसक्यो ठिकै छ अब परे पनि नपरे पनि तयारी त उठाइ लैजानु पर्यो पानी परेर है एकदमै पानी परेर तयारीमा माछा नपरेको नि हुनसक्छ ओके अब चाहिँ हेर्नु होला ढुङ्गा माछा परेन खाली दिस इज खाली यहाँ पनि खाली छ यार यहाँ पनि खाली छ यार सब खाली छ यार एउटा परे नि होला अब चाहिँ सेकेन्डवाला उठाउन जान लागेको माछा त खासै परेको छैन त्यही पनि अब फर्स्टमा पनि परेन अब यसमा पनि परेन पढे छैन जस्तो लाग्छ है यो चाहिँ किन भन्दाखेरि चाहिँ अब पानी परेर हो कि खासमा चाहिँ पानी पऱ्यो भने चाहिँ पातहरू बगाएर ल्याउँछ अनि त्यसपछि त्यो पातहरू चाहिँ यसरी यो तयारीमा टाँसिन्छ तयारीमा टाँसिएको देखेपछि माछाले त देख्छ नि त राति भए पनि माछाले त देख्छ होइन अनि त्यही भएर चाहिँ माछा त्यो तयारी भएको ठाउँमा आउँदैन क्या तिनीहरूले चाल पाइहाल्छ कि तयारी थाकेको रहेछ यहाँ केही गरेको रहेछ भनेर त्यो देखेपछि ठिकै छ अब तयारी चाहिँ उठाएर यसरी बेर्नुपर्छ एउटा माछा परेन यहाँ ला साह्रो भयो यार त्यो ठाउँमा त्यहाँ कसरी काम लिएर जाने हो यार औरा भइसक्यो मलाई यार खोइ जोडेको What is this यार What is this यार What is this Disबाट एउटा माछा नपरि माछा रहन्छ कि अब खोलामै माछा छैन कि यार तलनिर नि एउटा नि छैन होला यार अब यार त्यो भन्दा त नखाएकै राम्रो होला नि यार त्यो माथि कुनामा कसो जाने हो अब यार लौरीले झिक्नु नपर्छ अब यहाँ चाहिँ गाह्रो हो यहाँ चाहिँ अब माछा एउटा परे रहेछ जति तान्दा नि अड्केको भयो मैले तयारी सबै
के अरे च्यातिएको एउटा ठुलो माछा परेर ठुलो भन्नाले के ठुलो भन्ने माछा परेर रहेछ मसला माछा त्यो नि खुसियो अनि त हिँड्यो भने त मैले चाहिँ एउटा माछा पाएँ नि खुसिएला भनेर सबै तयारी नै च्यातिएको हो के गोदिया होला त्यो परेको माछा नि भाग्यो भने त अनि बर्बाद भएन त नि त्यही भएर अनि मैले तयारी नै च्यातियो असला माछा हो यो असला माछा हो एकदमै मिठो हुन्छ है अब यो भित्र चाहिँ मैले दुईवटा तयारी थापेको थियो खासमा है दुईवटा तयारी थापेको मैले हेर्नु त्यहाँ कति गहिरो छ त्यहाँ है लास्टै गहिरो छ अब त्यो लट्ठीले नि भेट्न गाह्रो हुन्छ यहाँ चाहिँ एउटा माछा परेको छ दुईवटा तयारी थापेको थियो दुईटै एउटै साइडमा थापेको थियो अनि एउटामा नि एउटा एकुण्ड परेको छ त्यसमा अनि यहाँ हेर्नु यसमा चाहिँ अब यो तयारी चाहिँ उठाएर यहीँ राख्दै रहेछ कसले हो मैले थापेको चाहिँ यता थापेको है उठे थापेको यहाँ थापेको तयारी उठाएर चाहिँ यता चाहिँ फाल्दै रहेछ है कसले होला अब कसले उठायो यसरी त फाल्न नहुने है तयारी उठाएर बाहिर फाल्दै रहेछ क्या बिचरा म अनि यस्तो जाडोमा यस्तो बिहान यसरी आज यहाँ तयारी उठाएर फालिदिन्छ अनि यहाँ पनि कसले हो कि अब यहाँ पनि तयारी हेर्ने उजिमुजिम गरेर राख्दैछ उठाएर यो हामीलाई थाहा हुन्छ कि तयारी चाहिँ कस्तो भन्दा चाहिँ थापिराखेको तयारी चलायो कि चलाएन भनेर चाहिँ हामीलाई थाहा हुन्छ नि त तयारी सबै एकचोटि उठाएर यसरी राखिदिएर चाहिँ कि सबै उजिमुजिम गरेर राखेको मैले ढुङ्गा चाहिँ मेरो खुट्टाकै त्यहाँ राखेको थियो यसरी फाल्दै रहेछ कसले अब यस्तो गर्न नआयो अनि यो तयारी पनि अचम्म तरिकाले बनाइदिएको है यो तयारी हो भने क्या हो अर्कै तयारी हो अर्को तयारी चाहिँ यहाँ चाहिँ एउटा माछा परेको छ अर्को एउटा तयारी चाहिँ झन् फुल फ्याक बनाइदिएको छ क्या च्यातिएर आँसी भएको मान्छे आएको छ मेरो विचारमा अब त्यही अब न्युरो सुरो सिक्नेहरू आयो होला हामीभन्दा अगाडि मैले माथि देखेको थियो न्युरो सिक्ने मान्छे तयारी कसरी फाल्दैछ भन्दाखेरि चाहिँ ट्र्याक्टर दुईवटा आधा गरेर कि एउटा चाहिँ बाहिर रहेछ होइन के अरे एउटा चाहिँ आधा चाहिँ त्यही मैले जहाँ थापेँ त्यहाँ छ आधा चाहिँ बाहिर फाल्दियो रहेछ कि त्यस्तो बनाइदिए रहेछ अब यस्तो त गर्न हुँदैन है अरूले पनि त्यसो गरेको हुन्छ भनेर बुझ्नुपर्छ यो चाहिँ लास्ट तयारी अब है यो चाहिँ लास्ट तयारी हो अनि यसमा चाहिँ अब दुईवटा परेको रहेछ माछा है सानो दुईवटा परेको रहेछ सानो यसमा चाहिँ चलाएन यस्तो रमा चाहिँ चलाएन मैले तयारी थापेर उठाउँदै गर्दाखेरि चाहिँ आजभोलि अब अलिकति जाडो गर्मी बिचमा छ नि त रमा चाहिँ तयारी माछा पर्दो रहेछ खेल्ने ठाउँहरूमा बाहिर तलनिर चाहिँ माछा खासै खेल्दैन रहेछ आजभोलि रमा चाहिँ माछा पर्दो रहेछ है त्यो चाहिँ मैले बुझ्यो यो तयारी चाहिँ ठुलो माछा परेको ठाउँहरू पनि मैले राम्रो ठाउँमै थापेको थियो माछा खासै परेन है केही छैन माछा परेन जाडोले लुक्लुकै भयो त्यही पनि के हाने अब माछा कति पऱ्यो हेर्नु होला सबभन्दा ठुलो यही माछा हो सबभन्दा ठुलो माछा यही हो यो चाहिँ ठुलो माछा दिस इज ठुलो माछा यो चाहिँ प्योर असला माछा हो प्योर असला भनेको असलै हुन्छ यो नि यत्तिकै बसेर रहेछ क्या जान लाग्यो एउटा यहाँ पनि अर्को पनि छ यो ठुलो यहाँ पनि छ एउटा दुईवटा ठुलो परेर दुईवटा ठुलो परेर रहेछ सानो है यो पनि यत्तिकै बसिरहेको रहेछ ल गिल्स हालेर बसेको फेरि कसैले भागेर रहेछ
अब यो चाहिँ सबै सानो सानो हो यिनीहरू त अब त्यसरी खाइदिए नि केही नै हुन्न है यसको त पुच्छरै खाइदियो रहेछ यो केले हो खोकी होला अनि यहाँ चाहिँ दुईवटा पऱ्यो रहेछ है सानो सानो दुईवटा पऱ्यो रहेछ यो तयारी चाहिँ कस्तो भन्दाखेरि सानो पनि पर्छ ठुलो पनि पर्छ क्या यसलाई चाहिँ नागिन तयारी भन्छ है राम्रो खालको तयारी चाहिँ यो हो जस्तो अर्को खालको तयारीमा चाहिँ ठुलो ठुलो छ भने ठुलो मात्र पर्छ सानो छ भने सानो मात्र पर्छ यो तयारीको नाम चाहिँ नागिन तयारी भन्छ कि क्या हो है मेरो विचारमा नागिन तयारी भन्छ जस्तो लाग्थ्यो यो तयारीमा चाहिँ सानो पनि पर्छ ठुलो पनि पर्छ क्या पाल सबै बराबर छ पाल सबै बराबरै छ है तर अब यो चाहिँ अब ठुलो पनि पर्छ सानो पनि पर्छ क्या यहाँ हेर्नु अब कुन कति ठुलो ठुलो नि परेको कति सानो सानो नि परेको है खासै माछा चाहिँ परेन आज चाहिँ माछा परेन अब जस्तै अरू बेला भएको भए चाहिँ 1 किलो जति त पर्थ्यो होला अहिले त सानो सानोहरू 2-3वटा परेछ अब निकाल्दै जाउँ कतिवटा रहेछ हेर्छु सबै खाली छ यार त्यो एरिया यत्रो सानो त परेछ अब के हानि अब नपर भनेको मैले परिहाल्यो लानै पर्यो आफै निस्किएर बसिरहेको छ यत्रो सानो बढ्यो क्या नागिन तयारीको कमाल यही हो कि ए माछै छैन त अर्कै खाले माछा नि परेको त हरियो खाले हरियो हरियो होइन यो कालो होइन अर्को के उ त्यहाँ पुगेको जस्तो माछा परेको त्यो पहिला करेन्टले हानिदिएको माछा हो क्या करेन्ट हान्छ र यहाँ करेन्ट हान्छ कि यहीँ अर्कै दुनियाँको माछा जस्तो यो फेरि यो चाहिँ करेन्ट हानिदिएको हुन्छ क्या त्यही भएर हो यति मात्र हो के हो यार त्यही हो लास्ट अब लास्ट यही हो अब माछा कति पऱ्यो हेर्नै गर्नु धेरै पर्छ कि भनेर आश गरेको थियो लास्टमा आएर हात्ती आयो खुस भन्ने जस्तै भयो यार त्यहाँदेखि अब कति मुटु यो अब छुट्याउनु पर्छ है म त छुट्याउँदैन होला अब माछा चाहिँ यति पऱ्यो रहेछ 1 पाउ पऱ्यो रहेछ 1 पाउ जति त पऱ्यो होला आधा किलो होला नि कहाँ आधा किलो हो यो माछा चाहिँ यत्रो पऱ्यो रहेछ राम्रोसँग देखाइदिउँ न यो त मरेकै छैन रहेछ यो मरेकै छैन दिस इज नट डाई अब यो चाहिँ यति पऱ्यो रहेछ माछा चाहिँ कतिवटा एउटा दुईवटा तीनवटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा नौवटा हो र 9वटा मैले गर्न नजाने हो कि 9वटै रहेछ 9वटा माछा पढ्यो रहेछ 9वटा माछाको लागि यत्रो उस गऱ्यो यो फेरि असला प्योर असला हो यसलाई प्योर असला भन्छ है हेर्नु प्योर असला हो खेलाउन डेन्जर मजा आउँछ यो प्योर असला माछा हो यो खानालाई अब झोल खानालाई बेसरी मिठो हुन्छ है त्यही हो अरू त के भन्ने अब भिडियो हेरिदिनु भयो धन्यवाद धेरै धेरै धन्यवाद अब चाहिँ हामी जानुपर्छ क्यारी प्याक गर्नुपर्छ माछा पनि हाल्नुपर्छ जाडो भएछ भोक पनि लागेको छ बिहानदेखि केही खाएको छैन है बिहानदेखि केही खाएको छैन बाँकी एउटाको त भुँडी फुट्यो रहेछ यहाँ धेरै ठोकिएर त्यसको त भुँडी फुट्यो रहेछ क्या भाग्नलाई छटपटायो होला बनाउँदो रहेछ लास्ट भयो अब है ल सबै भिडियो नि मेरो त यार मोबाइलमा गोब्रो हजुर गोब्रो नि त्यो रबिनलाई दिएको कहाँ फालिदियो
ओके हामीहरू चाहिँ अब चाहिँ जान लागेको अहिले चाहिँ चर्चको यहाँ पिँढीमा छौँ हामीहरू सुमनको काम परेर के यसले अब खानै खान पाएन माछा त अलिअलि त परे भन्नाले कतिवटा 8वटा परेको थियो अब माछाको तरकारी धरि खान पाएन अब के हान्ने अब यो मान्छेले गर्दा अब बाइक निकाल्नु पर्यो जानु पर्यो यो चाहिँ अब यसको आज मिटिङ छ अरे स्कुलमा यहाँ आएन फेरि भिमातमा है यत्रो टाढोको ठाउँमा मिटिङ छ 2 घन्टा त स्योरै लाग्छ अब मैले नि बिस्तारै लैजान्छु 3 घन्टा स्योर लाग्छ अहिले 9 भनेपछि 1 बजे पुग्छ 12 बजे पुग्छ अब तिमी अब स्योरै ल हुन्छ ओके हेर्दै गर्नु होला अब चाहिँ हामीहरू लाग्न लागेको है लाग्छौँ हेर्दै गर्नु होला त्यो गेट खोलाउनु पर्यो गेट खोला यहाँबाट त म झिकालिदिन्छु जसरी पनि झिकालिदिन्छु म है हेर्दै गर्नु होला सबैजनाले है फ्रन्ट क्यामेरा नखोल्नु ल भयो ल अब हामीहरू चाहिँ हिँडेको है यो अफरोड बाटो हिँड्दै जानु पर्यो अब एकछिन बस्ने भनेको खानासाना खाएर जाउँला भनेको सुमन अब सर मान्छेलाई अलिकति ढिलो भयो भन्छ के अरे है त्यही भएर चाहिँ हामी चाहिँ लाग्न लागेको गाउँ देखेको न अलिकति लास्ट यस्तो गाउँहरू त्यही हो अरू त अब खामराङ गाउँ पनि देखाइदियो बारीको गाउँ हो यो चाहिँ कुन गाउँ रे खामरुङ रे खामराङ चाइनिज नाम जस्तो खामराङ त्यो यहाँ गेट खोल्नु पर्ने गेट खोल्नु परेदैन होला खोलै देखिन्थ्यो न गाह्रो छ है गाह्रो त गाह्रै छ अलिकति धेरै नै अप्रोड छ त्यो टाढा नपुग्नुसम्म त्यहाँ नि अब अप्रोड भए पनि जानै पर्यो बाइक जस्तै भए पनि अलिकति अब हामी चाहिँ छिटै जानुपर्छ है अमरसिंह चौकसम्म यसलाई पुर्याइदिनै पर्ने छ अमरसिंह चोक पुगेपछि यो आफै जान्छ अब यो टायरमा हावा धेरै छ कि पहिला आउने बेला यस्तो भएन यार अहिले त लास्टै उठाएको अस्ति सर्भिसिङ गर्ने बेलामा पम्प हालिदियो मैले अलिक धेरै हालिदिनु भनेर अफरोडमा गाह्रो हो नत्र बिचमा त ठिकै हुन्छ भनेर अलिक धेरै हालिदियो यस्तो भयो अब क्या नि अब ठिकै छ राम्रै भइरहेछ बाटो पनि ठिकै छ यतिको त यतिकोमा त जसरी नै लैदिन्थ्यौँ अनि पहिला योभन्दा कस्तो कस्तो बाटो थियो अहिले त राम्रै हो यो स्कुटर पहिला स्कुटर थियो स्कुटर 2 चोटि यो आउट जात गऱ्यो भने सर्भिसिङ गर्नुपर्थ्यो यार त्यहाँनिर नराम्रो थियो बाटो अहिले त जस त्यस्तो केही नराम्रो त छैन यहाँबाट चौरा म 10 कक्षा पढ्ने बेला बेलुका यहाँबाट आउँथेँ यार हिँडेर 10 कक्षा 8-9 पढ्ने बेलामा यो माथि हेर्न यहाँबाट मान्छे हम्फालेर मरेको हो क्या यहाँबाट यो भिरबाट लास्ट डर लाग्थ्यो यार बेलुका आउने बेलामा म त 6 बजीदेखि 6 बजीसम्म पढ्थ्यो बिहान 6 बजीबाट जे बरस पढ्थ्यो त्यतिखेर लास्टै लत्तु थियो नि त त्यतिखेर म अनि डेन्जर पढ्थ्यो यतिखेरमा बेलुका म एक्लै के फेरि अरू कोही पनि एकजना साथी चाहिँ थियो त्यो फेरि यतै अब आफन्त कहाँ बस्ने भयो एउटा केटी थियो अनि
यहीँबाट हो कि यहाँबाट हामी बालेको अरे होइन यो तल यहाँनिर चाहिँ यता चाहिँ किटी सिटी होइन किटी सिटी निस्केको थियो अरे क्या यो भित्तामा किटी सिटी डेन्जर रगत निस्केको थियो अरे म स्कुल जानुभन्दा अगाडि 2-3 दिन अगाडि मात्रै त्यस्तो भएको त्यो दिनदेखि यारमा लास्टै डर लागेर यो बाटो हिँड्नलाई यार त्यस्तो नि हुन्छ यार लास्टै डर लाग्छ यो बाटो अहिले त खासै डर लाग्दैन होइन पहिला चाहिँ डेन्जर डर लाग्यो मलाई यार यो बाटो हिँड्न अब जसरी नि हिँड्नै पऱ्यो है पर्न भनेपछि फेरि अनि शुक्रबार हुने बेलामा चाहिँ हामी सबै सँगै आउन पाउँथ्यो कि यो तल यहाँ तल एउटा यो चाहिँ तातो पानी जाने यो तातो पानी जानु सक्यो कि यो तल चाहिँ एउटा उस छ क्या र छ होइन हामी चाहिँ र भनेको दह र के र यो तल पौडी खेल्थ्यो होइन शुक्रबार जस्तोमा आएको यार एउटा भाइ त हम्फालिदिएर यार हम्फालिदिएको बगाइदिएको यार अब मैले बचाएको नि लौ अनि एकजना अब मैसँग पढ्ने एकजना साथी नि थियो त्यो त डुबेको यार अनि मैले तानेको त्यतिखेर दुईजना मैले बचाइदिएको हो नि त त्यस्तो कहानी पनि छ गाह्रो छ यार तर यता बाल्यकाल चाहिँ मेरो डेन्जरै बितेको हो यता यहाँ मुस्ताङ गए जस्तै देखिन्छ है मेरो टायरमा चाहिँ अलि हावा धेरै रहेछ त्यतिखेर कस्तो के आवाज आइरहेको छ क्या अलिकति अफरोड भयो भने बाइकमा त्यस्तो साह्रै समस्या त थिएन जस्तो लाग्यो या बाँकी समस्या देखाइरहेको अहिले त कराएको छ हेर्न मैले त्यति साह्रो नराम्रो बाटो त ल्याए जस्तो लागेन नराम्रो बाटो त ल्याए जस्तो लागेन यार साह्रै दुःख दिइरहेको छ यार उकारेर क्या अब त आइपुग्यो हामीहरू भुटिङला आइपुग्यो हामी कति मिनटमा आइपुग्यो 10 मिनटमा 15 मिनटमा आइपुग्यो होला अरूहरूले त अब ल्याइदिन्छ छिटो म फेरि बिस्तारै चलाउँछु है पावर चलाउँदैन त्यही भएर अलिकति छिटो भयो च्याङलुङबाट अरूले त 5 मिनट पनि ल्याइदिन्छ यार 5 मिनटमा च्याङलुङबाट त्यस्तोबाट च्याङलुङबाट 5 मिनटमा ल्याइदिन्छ म फेरि अब त्यस्तो म चाहिँ बाइकलाई एकदमै बिस्तारै माया गरेर चलाउने मान्छे हो क्या फेरि कहिले जबरजस्ती चलाउँदैन जबरजस्ती चलायो भने अब एउटा त एक्सिडेन्ट हुनसक्छ केही भएर बाइकको कुनै पार्ट बिग्रियो भने पैसा त्यति खर्च लाग्छ होइन त्यही भएर म त जहिले नि बिस्तारै एकदमै स्लो मोसनमा बुढोहरूले चलाउँछ नि हो त्यसरी चलाउँछु मैले अब हुन त मान्छे नि बुढै भयो है बुढो भयो सिकिसक्यो मान्छे त अब बुढै भइसक्यो